स्वास्थ्य सेवाको प्रतिनिधि गरेको छ। यसअघि पनि निःशुल्क सेवा नै प्रदान गर्दै आइरहेको भए पनि थप सेवामा सुशासन प्रदान गर्नका लागि जनस्वास्थ्य सेवा ऐन 2077 मार्फत खोप सेवालाई आधारभूत निःशुल्क स्वास्थ्य सेवाको सूचीमा राखेको छ। खोप सेवालाई व्यवस्थित गर्नका लागि खोप ऐन 2062 र नियमावली 2074ले गुणस्तरीय खोप सेवा सुनिश्चितताका लागि कानुनी प्रावधानहरू तय गरेको छ। तसर्थ यी सबै व्यवस्थाहरूले राज्यको खोप सेवा प्रतिको जिम्मेवारी स्पष्ट हुन्छ। रोग नियन्त्रण, निवारण र उन्मूलन गरी स्वस्थ नागरिक निर्माण गर्ने उपाय मध्ये खोपको प्रयोग महत्त्वपूर्ण भएकोले खोप सेवा नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम हो। खोप कार्यक्रमको बाल मृत्यु दर घटाउन, रुग्णता दर घटाउन र अपङ्गता हुनबाट जोगाएको छ। खोपकै माध्यमबाट विफल जस्तो डरलाग्दो रोगलाई संसारबाटै उन्मूलन गरिएको छ र पोलियो रोग समेत उन्मूलन हुने अवस्थामा छ। विक्रम सम्वत 2034 सालमा विफल उन्मूलन भएसँगै नेपालका 3 जिल्लाहरू धनुषा, रूपन्देही र सिन्धुपाल्चोकबाट 1 वर्ष मुनिका बालबालिकाहरूलाई बीसीजी, डीपीटी खोप सेवा प्रारम्भ भई हाल 77 जिल्लाहरूमा 14वटा सरुवा रोगहरू क्षयरोग, भ्यागुते रोग, लहरी खोकी, धनुषटङ्कर, हेपाटाइटिस बी, हेमोफिलस, इन्फ्लुएन्जा बी, पोलियो, दादुरा, रुबेला, न्युमोनिया, मेनिन्जाइटिस, जापानिज इन्सेफ्लाइटिस, रोटा, टाइफाइड, एचपीभी विरुद्ध तथा गर्भवती महिलाहरूको लागि टीडी खोप उपलब्ध गराउँदै आएको छ र यस जिल्लामा जम्मा 150वटा खोप केन्द्रबाट हरेक महिना तोकिएको मितिमा नियमित रूपमा खोप सेवा प्रदान गर्दै आएको छ। नेपाल जनसङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ANDHS 2022 अनुसार करिब 4% बालबालिकाहरू खोप शून्य डोजको अवस्थामा र खोप सुरु गर्ने बालबालिकाको मध्ये करिब 16% बालबालिकाहरू ड्रप भई पूर्ण खोप प्राप्त गर्ने बच्चाको कभरेज 80% मात्र भएको देखिएको छ। यस्तो अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहबाटै खोप सेवाको योजना कार्यान्वयन, अनुगमन र मूल्याङ्कनमा अवरत र नेतृत्व प्रदान गरी बालबालिकाले पूर्ण खोप सेवा प्राप्त गर्ने कुरा निश्चित गर्न सकिन्छ भन्ने अभिप्रायले खोज र खोपको नीतिबाट पूर्ण खोप सेवा उपलब्ध गराई पूर्ण खोप वडा, गाउँ तथा नगरपालिका सुनिश्चित गर्ने र सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा भएपछि जिल्ला घोषणा गर्ने अवधारणा विक्रम सम्वत 2071 देखि पूर्ण खोप सुनिश्चितता निर्देशिका आएको हो। पूर्ण खोप हुनका लागि जन्मेदेखि 59 महिनासम्मका सबै बालबालिकाले 15 महिनाको उमेरभित्र सबै खोप पूरा गरेको हुनुपर्ने र एक पटक पूर्ण खोप गाउँ, नगरपालिका, जिल्ला घोषणा भएसँगै हरेक वर्ष यसलाई निरन्तरता दिई सुनिश्चितताको प्रमाणीकरण गरी दिगोपना कायम राख्ने सरकारको लक्ष्य अनुरूप नै धनकुटा जिल्लाभित्रका सबै वडाहरू वडा खोप समन्वय समितिले र पालिका स्तरका पालिका खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितताको दिगोपना प्रमाणीकरण कार्य गरिएको बेहोरा निवेदन गर्न चाहन्छु। सरकारले नेपाललाई पूर्ण खोप सुनिश्चितता भएको देश बनाउने राष्ट्रिय लक्ष्य अनुरूप यस जिल्लाका सबै गाउँ विकास समिति र नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेपछि 2071 साल पौष 30 गतेका दिन धनकुटा जिल्ला पूर्ण खोप जिल्लाको रूपमा घोषणा भएको थियो। प्रत्येक वर्ष जन्मेका सबै बालबालिकाहरूलाई पूरा मात्रामा खोप प्रदान गरेपछि पूर्ण खोप सुनिश्चितता दिगोपना कायम राख्ने कार्यक्रमलाई निरन्तरता र दिगो बनाउने उद्देश्यका साथ यस आर्थिक वर्षमा सबै वडाहरूले मिति 2081 चैत 29 गते भित्र प्रत्यक्ष स्वास्थ्य कर्मीहरूको उपस्थितिमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सहयोगमा 0 देखि 15 महिना र 16 देखि 59 महिनाको बालबालिकाहरूको घरधुरी सर्वेक्षण गरी छुटेका बालबालिकाहरूलाई पूर्ण खोप प्रदान गरी सकिएको अवस्थामा पालिका पूर्ण खोप सुनिश्चितता दिगोपना प्रमाणीकरण कार्य भइरहेको हुँदा धनकुटा जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितताको दिगोपना घोषणा गरी सार्वजनिकरण गर्दछु। सबै वडाहरूले घरधुरी सर्वेक्षण गरी छुटेका बालबालिकाहरूलाई पूर्ण खोप प्रदान गरेको विवरण निम्न अनुसार रहेको छ। धनकुटा नगरपालिका
2081 12-30 गते घोषणा गर्नुभएको छ। 0 देखि 15 महिनाको बालबालिका 462 जना, 16 देखि 23 महिनाका बालबालिका 357 जना, 24 देखि 59 महिनाका बालबालिकाहरू 1267 जना र 0 डोजको बालबालिका नरहेको 0 ड्रप आउट चाहिँ 2 जना भएको छ। त्यसै गरी महालक्ष्मी नगरपालिकाले 2081 12-29 गते घोषणा गर्नुभएको छ। 0 देखि 15 महिना बालबालिका 307 जना, 16 देखि 23 महिनाका बालबालिका 211 जना, 24 देखि 59 महिनाका बालबालिकाहरू 687 जना र 0 डोजका बालबालिकाहरू त्यहाँ नरहेको 0 नै रहेको र ड्रप आउट पनि 0 रहेको। पाखरीगञ्ज नगरपालिकाले 2081 साल 12 महिना 2 गते घोषणा गरेको र 0 देखि 15 महिनाका बालबालिकाहरू 265 जना, 16 देखि 23 महिनाका बालबालिकाहरू 153 जना, 24 देखि 59 महिनाका बालबालिकाहरू 740 जना, 0 डोजका बालबालिका छैन, ड्रप आउट पनि त्यहाँ छैन। त्यसै गरी शहीद भूमि गाउँपालिकाले 2081 साल 12 महिना 13 गते उहाँले पालिका घोषणा गर्नुभयो। 0 देखि 15 महिनाका बालबालिकाहरू 265 जना, 16 देखि 23 महिनाका बालबालिकाहरू 138 जना, 24 देखि 59 महिनाका बालबालिकाहरू 666 जना, 0 डोजका छैन, ड्रप आउट पनि त्यहाँ छैन। त्यसै गरी छतल जोरपाटी गाउँपालिकाले 2081 साल 12 महिना 25 गते उहाँले घोषणा गर्नुभयो। त्यसै गरी 0 देखि 15 महिनाका बालबालिकाहरू 196 जना, 16 देखि 23 महिनाका बालबालिकाहरू 117 जना,